यहाँ चाहिँ हिराजीहरूले टेन्ट सेटअप गर्दै हुनुहुन्छ। उहाँहरू चाहिँ आज बिहान मात्र जोइन गर्नुभएको। अब मैले चाहिँ यहाँ भिडियो खिच्दैछु। म यो भिडियो सकेपछि हिराजीको चाहिँ सेटअप गर्ने हो है। हाम्रो चाहिँ टेन्टमा, हाम्रो क्याम्प साइटमा यो चाहिँ विष्णु गेवालीको, यो चाहिँ हाम्रो महेश कुइकेल काजीबा। अब गाडीहरू चाहिँ पार्किङमा टन्न यसरी छ नि। यो वासरुम भयो, यो वासरुम भयो। पारी चाहिँ वासरुमको लेफ्टमा चाहिँ हाम्रो यो चाहिँ हाम्रो चाहिँ सेल्टर भयो, ठुलो छ। अनि त्यहाँदेखि चाहिँ अब अरू साथीहरू चाहिँ आफ्नो सुरमा के गर्दै हुनुहुन्छ। यो चाहिँ हाम्रो डेडा वोल्फ सुमनको चाहिँ यो सेल्टर। यो चाहिँ हाम्रो टेन्टको चाहिँ साइड। हामी चाहिँ यहाँ हिजो बेलुका नै आएर चाहिँ सेटअप गऱ्यौँ। एक रात बसिसक्यौँ। यो दोस्रो रात हो। अनि त्यसपछि आएर यो हाम्रो दीपक बराल दाईको गाडी त्यहाँ छ। यो ग्रुप क्याम्पिङ साइट बहुत ठुलो छ, अराउन्ड 120 पिपलको लागि। हामी चाहिँ जम्मा 30 जना छौँ। यो हो हामीहरूको चाहिँ टेन्ट साइड। यो टेन्टमा हाम्रो चाहिँ यस्तो छ बस्ती। भित्र चाहिँ यो हाम्रो कपडाहरू। यो गर्मी हुन्छ भनेर झ्याल चाहिँ सबै खोलिसकेको छ। अनि हामीहरूको बेड यहाँ छ। यस्तै हुन्छ। हामी दुईजनाको रेडी भएर बसेको छ। अनि यो चाहिँ झोका भयो। यस्तै चाहिँ सबैजनाको रेडी छ। यो चाहिँ हाम्रो पार्पिट। हामी टन्न हिजो राति 1 बजेसम्म बसेर बार्बिक्यू गर्दै बस्यौँ। अचानक हाम्रो चाहिँ अरोरा दिदीले चाहिँ डान्स देखाइदिन्। आई मिन नर्दर्न लाइट। सो ब्युटिफुल। ल मनिराले चाहिँ अब यहाँ फ्लाइ हाल्नको लागि रेडी छिन्। ए घर त थडिसकेछ त हो। पुरै इन्जिनियरहरू यत्र इन्जिनियर चाहिँ छन् त। अनि यस्तो चाहिँ रेडी भइसकेछ। फ्लाइ हालेपछि त डन, अल डन। अनि चाहिँ निकै राम्रो लागेको। यहाँ आइसकेपछि यत्रो एमिनिटिज पछि यहाँ छुट्टै एउटा चाहिँ ठाउँ रहेछ। म चाहिँ देखाउँछु। म चाहिँ निकै राम्रो लाग्यो। यो बाटो अगाडि गएपछि चाहिँ हामी मिकिनले लेकमा पुग्छ है। यहाँ चाहिँ एउटा स्टेज जस्तो फेसिलिटी, आज न के भन्छ यसलाई होइन, यहाँ रेडी गरेर राखेको छ। यो चाहिँ के पर्पसको लागि थाहा छैन। दुईजना जेन्टलमेन लेडिज जेन्टलमेन होइन, आराम गर्नु यो यस्तो रेस्ट गर्ने मजाको ठाउँ छ होइन। अब हामी चाहिँ मोमो चाहिँ यहीँ ल्याएर पकाएर खाने भन्ने चाहिँ विचार छ। अब कसरी हुन्छ हामीले चाहिँ युटिलाइज गर्ने हो। लेक चाहिँ हो पारी छ। यो चाहिँ हाम्रो बच्चाहरू चाहिँ यहीँ खेलिरहेछन्। वाउ, having fun भइरहेछ।
fine. Calm down. के गरेको Who's going next? यु के गरेको Me. Wait, they both के know. गरेको Wait, calm down. My sister getting in. Me too. Okay, who's going in next? My sister and her friend, her bestie. Bah, mommy. No, don't. त्यत्रो भाँडामा चाहिँ मैले उभिएको बेला मात्रै ल्याउनुहुन्छ क्या भाडाको फाइल हुँदा कोही आउनु भयो है सबै उभिएर केही नगरे जस्तो है हेर्नु त है हामी हेर्नु यहाँ हेरे जस्तो भएन होइन अझै पनि यति त देखिरहेको छ त नि होइन थाहा भइजानु भएको भाडा देख्नु भयो भाडा देखेँ अनि मैले चाहिँ यो चाहिँ सेट गर्दा गर्दै चाहिँ यत्रो बेर गयो कि ल एकदम असम जब तर सिकिसकेपछि चाहिँ त्यो राम्रो नक्कली मोडमा हुन्छ नि के काम हुँदैछ हो हाम्रो यहाँ हाम्रो चाहिँ त्यो अरोराको कप हिजोको हरराको गफ हो क्यामेराले चाहिँ निस्किरहेको थिएन क्यामेराले नक्कली खिच्छ आँखाले चाहिँ आँखाले चाहिँ दुईवटा आँखाले मात्रै देखेको तिनवटा आँखाले भयो अनि तिमीलाई कस्तो लाग्यो हिजोको अरोरा अब अरोरा क्यानाडामा अरोरा हामीलाई बाल्न त बाबा चार रात गए जस्तै हो नि होइन नेपालबाट अरोरा हेर्न राम्रै ठाउँ छ। ल के छ भन्नु एकदम ठिक छ मेरो त के हुने र अब साह्रै रमाइलो छ होइन रमाइलो छ एकदमै रमाइलो भइरहेको छ मजाले भइदिएपछि आइरहेको कपाल लिएर अनि हिजोको टाइ के छ कस्तो भइरहेको ब्रेकफास्ट खायो यस्तो रमाइलो भइरहेको छ अब एकछिन भलिबल खेल्न गइन्छ होला भलिबल खेल्न गइन्छ अनि यो चाहिँ ग्रुपमा चाहिँ पहिलोचोटि जोइन हुनु कस्तो फिल भइरहेको छ बल्ल फर्स्ट डे होइन ग्रुप चाहिँ हिजो मेरो रमाइलो भयो यस्तो हिजो रमाइलो के चाहिँ रमाइलो लाग्यो सबैभन्दा रमाइलो चाहिँ अब क्याम्प फायर त्यसपछि डिलिसियस वाटर अनि सबैभन्दा बेस्ट मोमेन्ट चाहिँ अरोरा अरोरा बास अरोरा सबैलाई अब यताको चाहिँ कुरो बुझौँ है ल है ल हजुर कस्तो भइरहेको छ एकदमै रमाइलो रमाइलो भएको छ अरोरा राम्रो भयो हिजो एकदम बास अनि नसिब अरोरा राम्रो कि हिजोको चाहिँ चिकन दुइटै राम्रो एकदम ल दुईवटा लेडीहरू के छ यता के को चाहिँ गफ यस्तो खुसु खुसु दुईजना चिया माझ्ने गफ खाना मान्ने गफ चिया खाएर चाहिँ भाडा माथि गएको तीन कप खाएको हामीले अन्डा छैन खाइसक्यौँ यहाँ चाहिँ हाम्रो छ चना छ चना खाएर बसिरहेको छौँ ब्रेड्सहरू चाहिँ खाइसकियो टोस्ट गर्नको लागि रेडी छ हामीले चिया पकाइसक्यौँ यो हो हाम्रो वासरुम एकदमै चाहिँ राम्रो लाग्यो हामी आएको चाहिँ ग्रुप क्याम्पिङमा चाहिँ ग्रुप क्याम्पिङमा चाहिँ यस्तो फर्स्ट वासरुम नआउनु नै सम्पूर्ण हुन्थेन इन्डिभिजुअलमा हुन्थ्यो म चाहिँ देखाउँछु यो सिङ्क भयो Oh, something happening here. हामीहरूको यहाँ केही भइरहेछ है विष्णु सरले चाहिँ म्याजिक देखाइराख्नु भएको छ घनश्याम सर सबैले जम्मा गर्नु पर्यो कति बजे 2 बजे
हुन्छ अब हामीले यो साङ्गीतिक साँझलाई चाहिँ क्विक चाहिँ क्लोज गरेर अनि हामी चाहिँ गेम खेल्नुपर्छ काजीबाको बिङ्गो गेम अनि मोमोको तयारी गरौँ ल के हो यस्तो गीत सुनेर त चाहिँ शोक सभा जस्तो छ नि ताली बजाउनु गर्नु केही त हुनुपर्छ हामी खेल्दैछौँ यहाँ के हो काजीबा यो बिङ्गो होइन ल फर्स्ट नम्बर 1 5 15 अब 15 आउने जतिले काट्ने नआउनेले चुप लाएर बस्छ 15 B4 अर्को सिंगल डिजिट 3 into 3 9 it's 9 number 9 सुमनजीले चाहिँ क्विक फोर चाहिँ म त के गर्छु दुईटा रहेछ हौ ल है यहाँ सेकेन्ड रो ल यहाँ सेकेन्ड नम्बर 4 18 37 18 okay ठिक छ 37 48 यस 48 74 74 yes सबैको हुँदैन ए ताली वाउ गरेर हुन्छ यत्रो प्राइज के प्राइज आले 4 corner 2 71 2 बाकी यो कति हो 59 फुल हाउस मात्र बाँकी छ ल न चेक गर्नु है सबैले नम्बर 13 फेरि हाय ल कति होला अगाडि 3 पछाडि कति 9 ओ बिङ्गो It's 3 and 5 35 दामी बन्दैछ त मोमो बन्दैछ मोमो हो एक कमर्सले बनाउँदै हो नि हो ल कुन खानुहुन्छ कोलो खानुहुन्छ कि लाम्चो खानुहुन्छ कि च्याप्टो खानुहुन्छ डिफ्रेन्ट भेराइटी है हजुरले अघि गीत गाउनु भएको हो त्यति विरक्त भएर किन विरक्त कसरी मैले त्यस्तो मिठो गीत गाएको थिएँ ल यहाँ चाहिँ मोमो बनाएको देखाउनुस् त फर्स्ट टाइम मोमो बनाएको वाउ तर अहिले के बिग्रियो फेरि फर्स्ट टाइम हो 28 मा बसेको ल है मोमो चाहिँ यहाँ एउटा भाँडोमा अनि यहाँ चाहिँ भेज बाँकी थियो यहाँ चाहिँ चिकन यो एउटा यो चाहिँ दोस्रो भाँडो यहाँ चाहिँ पानी बसिरहेको छ होइन अनि मोमो ड्राइभर चाहिँ यहाँ मन्जु चाहिँ रेडी भएर बस्ने अनि उता काजीबा पनि पुरा चाहिँ चेक गरिराख्नु भएको छ 28 मा हो कि 28 मिनट जाँदाखेरि राखेको 27-28 मा हो
थाहा छैन अब कति मिनट पकाउनु पर्छ आधा घन्टा भनेको 15 मिनट चाहिँ एक साइड अनि यहाँ चाहिँ केटकेटीहरू यता छन् होइन यता पनि खाँदै हुनुहुन्छ एक टोली भेज टोली अलिकति उता राख जेस अलिकति डिस्टेन्स जेस होइन सक्छ त्यो टिप्नलाई गाह्रो भएन भने ओ सक्छ क्या अप्नीले यस है अप्नी अघि नै चाहिँ एकदम कडा जम्प गरिरहेको थिइन् वाह गुड जब ल है प्राइज कसले लिन्छ गुड जब Sally, why are you looking there? Jump. वाउ है उताको टिम चाहिँ स्लो भयो है Touch गर गइहाल्छ Good job guys. फन भएको छ ल हाम्रो टोलले जित्छ. Oh, good job. Good job, she's doing very well. Good job. Good job, guys. के गर्दै हो भन्छु हजुर हाम्रो पूजा छ सेल बनाउन लाग्यो यहाँ चाहिँ पूजा छ जस्तो लाग्यो यताबाट खिच्नु न सेल बनाएको कहाँ हो यो हेर्नु सेल ओहो सेल यहाँ पनि के पाक्दैछ यो के गर्दै हो गिलो रोटी पाक्दैछ यहाँ ठुलो बाबु नडेर कुलाई लाग्यो छ कति खानु कि होइन क्याम्पिङमा खुवाएको छ भयो भन्दा पनि मान्छे पकाएको छ खुवाएको छ यहाँ चाहिँ मनिराहरू बिमी अनि स्याने चाहिँ खेलिरहेको फन भइरहेको छ तिमीहरूलाई स्याने फन भएको छ फन भएको छैन किन पानी खायो तिमीले पानी भन्दै थियौ बाबाले गाडीमा छ होला बोतल निकाल्दै हुन्छ ल है हाम्रो चाहिँ अरू साथीहरू यता बस्नु भएको छ लिएर जाऊ तिम्रो जाऊ त त्यसमा बोतल भरेर ल्याउदिँदैन हुन्छ तिमीलाई हुन्छ जाऊ अनि तपाईहरु सेलरोटी खाँदै कि प्यानकेक खाएर मिठो चिया खाएर शीतल हावा खाँदै सेलरोटी भयो त अरू कता जानुभयो त भित्र के गर्दै हुनुहुन्छ सरसफाइ क्यामेराले खोज्दै जाला ओ आउनु भयो कसको हो यो फेरि त्यो महेशहरुको के गर्दै हो यहाँ
वाह उलाहरू यसको सत्यनाश ए रामै हो हामी नित लाउँदैछौँ नित लाउँदै हो दुईटा पासा हो प्लान हुँदैछ हाम्रो भविष्यको यहाँ चाहिँ के हो यो यो पिरो हालेको हो यो पिरो नहालेको अलिअलि छ छैन पिरो अहिले खाना खाएपछि तयारी हो सब प्याकअप भइसक्यो सब हामी चाहिँ खानाको लागि तयारी छौँ 12:30 हुन लागिसक्यो सब खाएर मान्नु त पर्दैन अब को हाइड नगर न हाइड खाना खाँदै अब हङ्ग्री भएको छ हो भात छैन राइस रहेछ मटन रहेछ दाल ओहो भोक लाग्दैछ क्या मान्छे हजुर भोक लाग्यो क्या पेपर एकदम मजाले भोक लाग्छ खोइ सबै खानामा व्यस्त मलाई चाहिँ हाई भन्ने होइन म आएँ खान्छु हाम्रो चाहिँ साथीहरू मजाले भाँडा मस्काइराख्नु भएको छ नसिब सरले ओहो बरु छ त हो नसिबजी चाहिँ भाँडा मान्ने तरिका यार हो सङ्गीता म्याम हिराजी चाहिँ डाइरेक्टर हो कि जस्तो छ यसो सिकाइराख्नु भएको छ सुपरभाइजर